आज चाहिँ मैले यत्रो पैसा किन देखाएको भन्दाखेरि जय श्रीराम गाइस, मेरो ब्लग चाहिँ हिजोको देखि कन्टिन्यू हुन्छ। मलाई चाहिँ मेरो साथी लिनु आएको थियो बाटोसम्म, अनि हामी चाहिँ फाइनली यसको घर आइसक्यो। यता चाहिँ भनी झमक्कै रात पनि परिसकेको थियो र राति हल्का घुमेको भिडियोहरू पनि बनाउन पाइन। अनि यो भिडियो चाहिँ भोलि बिहानको हो। म चाहिँ मेरो साथी घरमा 2-3 दिन बस्ने गरी गएको थिएँ, तर मेरो हल्का फुल्का काम परेर म चाहिँ घरमा आउनु पर्यो। त्यो हल्का फुल्का काम चाहिँ के हो तपाईहरु आफै भिडियोमा हेर्न सक्नुहुन्छ। बुवाले चाहिँ घर अगाडि माटो झार्नु भएको रहेछ, अनि अस्ति चाहिँ मैले माटो हाल्ने भनेर कल पनि अग्लो बनाएको थिएँ, तर यति अग्लोले पनि यसलाई काम गरेन रहेछ। अब चाहिँ यसलाई फेरि मर्मत गरेर उठाउनु पर्छ। यता चाहिँ भनी मलाई सकाइदिन्छु भनेर आएको अरे कान्छा, अनि केटोलाई चाहिँ मैले हल्का उस्काइदिए। लु देखा त कतिको काम गर्न सक्छस् भनेर। केटोले चाहिँ ड्याङ्की ड्याङ काम गरेर देखाइदियो। हामीले चाहिँ यत्रो मिलाइसक्यौं। अब यो देखिरहेको थुप्रोहरू चाहिँ हामी नचलाइकन राख्ने हो। भोलि पर्सि कता कता दब्छ त्यतै त्यतै थप्ने हो। अब यता चाहिँ भनी माटोको पैसा दिने बेला भएछ। मम्मीले चाहिँ मलाई पैसा दिनु भयो। अब यो पैसा चाहिँ म लगेर त्यो अंकललाई दिन्छु। अनि हामीले चाहिँ कति हजारको माटो झारेको त्यो चाहिँ कमेन्ट गर्नु होला। जसले मिलाउँछ त्यसलाई चाहिँ 1000 रुपैयाँ मेरो तर्फबाट। अब सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु। बाइ बाइ गाइस।